ल हामी ल अब पापाहरूको मूल घरतिर जाँदै गरेको यहाँ अहिले चाहिँ हिजो राति आएर बस्यो मूल घर जाने बाटो त्यो चाहिँ अहिले मैले नानाको घरबाट मूल घरतिर जाँदैछु मूल घरतिर ए बिहान नल्याएको ए ओके अघि बिहान सुँगुर मासु बसेको भाग लगाएर बेचेको थियौँ होइन यहाँनिर नानीको यहाँनिर हजुर कुखुरा सुखुरा सुँगुर खोर चाहिन्छ राम्ररी पाल्नु भएको छ परिवार हुँदैछ होइन यसलाई बन्द गरिदिन्छु म कुखुरा भएको छ होला यहाँ त बन्द गरिदिनु त बस्तीतिर ए यता चाहिँ हो ए ल बाटो अप्ठ्यारो छ बाटो अप्ठ्यारो छ यहाँ मम्मी अबर पर्ने छ परिसक्ने अवस्था ऊ परबाट झरेको होइन त्यसो साथी त त्यो अलिक सजिलोबाट हिँड्दैन त उता अलैँची बारीको बाटो नजाऊ म नि तपाईँको त अनि खुट्टा घोडाको फर्केर गाउँ बस्छु अनि बन्दिनु यताबाट जाँदा पनि हुन्छ त्यहाँबाट हिँड्नु नि फोटो बाटो त त्यो चाहिँ अलिक अप्ठ्यारो होला बाटो चाहिँ त्यसो यताबाट हिँड्नु नि त सक्छ पहिला अलिकति ब्याक आउनु पर्यो पहिलाको ए लड्छौ जाँ त लडेर खुट्टा भाँच्दा पनि यहाँ त एम्बुलेन्स बोलाउँदा पनि अब नठेल न चन्दना किन तिमीले यसरी ठेलेको मलाई यो पापाले रोपेको यो बाँस यो बारी पापाकै पर्छ अघि आउनु पर्थ्यो यसरी जाने थियो भए दिउँसै आउनु पर्थ्यो जाँदा उपरबाट त्यसै त्यसै जाँदा हुन्छ फर्किँदा ओर्लिँदा चाहिँ मलाई गाह्रो हो नि त सिँडिँदा पनि त्यस्तै हो ओर्लिँदा चाहिँ के चाहिँ बोक्नु भएको छ तपाईँले हातमा म बोकिदिन्थेँ त हौ ल्याउनु मिठाई बोक्नु भएको जानेर कसरी झारेर सँगै
हिँड्दै गर भनेको त कुदेछ नि त पुगिदिनु केटाकेटी त गयो अब पहिला यो चिया राम्रो थियो अहिले चिया त यो पनि पापाले रोप्नु भएको तर के गरेर यो रोग्यो हौ सामान खोइ भाइ ना मम्मी अप्ठ्यारो बिस्तारै मोतीहरूले कमाइ पर्यो भाइ खोइ सामान आयो आयो भाइ मम्मी ससुरालीको चियाबारी घुम्यो र यताबाट आएछ ए यो सिआरको मूल घर हो यो ए अनि त्यो त अहिले कोही छैन यहाँ उसको उहरू बस्छ देपाको छोरा यो तपाईँहरूकोमा चाहिँ यो हजुर यहाँदेखि ऊ सबै ऊ बाँकी छ हाम्रो हो नि नानी बारी हजुर यो त झाँक्रे भन्ज्याङ पऱ्यो त ठ्याक्रे चाहिँ बिहान मासुको लागि फोन गरेको थिएँ मैले त निकै साह्रो सम्झिनु भएछ भाइले भनेर म पनि यहाँ छक्क पर्दैछु ल ल भाइ हुन्छ ल ल बिस्तारै हिँड्नु मम्मी तपाईँ हिँडेर त मलाई नै डर लागिसक्यो हौ यसो त होइन पर आउँदा त यस्तो टाढो हिँडेको जस्तो लाग्यो उताबाट हिँड्नु होला नि परबाट पनि छ नि ठाडो यो यस्तो भएछ हेर यहाँ धारा थियो यहाँ धारा यो कोला त रहेछ हौ हेर हाम्रो टिभी हो कस्तो भइगयो यहाँ स्कुल दिउँसो आउनु त्यो जबै त्यो हेर्नु थियो नि तपाईँको यो आइपुग्यो यही हो रहेछ घर चाहिँ के चाहिँ ए टिभी गोबर ग्यास गोबर ग्यास छ अनि यो मम्मी हेर्न कति धेरै सिनिका पार्नुभएछ हजुरले बिचराले धेरै बिहान किन चकचक गरेको एक्सर्साइज गरेको त्यो चटिङले हजुर लाइन उ गरिदिएको छ अरे कि टुटाइदिएको छ अरे जोडेकै छैन भन्दै चाहिँ आउँदो रहेछ त्यही यसो मोबाइलले नि हेर्नु बोलियो त भएन रहेछ घटेको रोज नमस्ते देख्नु भएकोलाई पहिल्यै एकचोटि आएको थियो त भाइ एकचोटि म आएँ रे फोटो खिचेर आउँछ एकचोटि आयो अरे ल हौ कान्छी यता चाहिँ यो चाहिँ के बुवाली भाइ थियो माथि चाहिँ माथि पनि गाई छ ए यो बुवाली यता यो घर उता भाउजूहरूको घर अहिले उता भाउजूहरू यता उता दुईतिर बस्नुहुन्छ
भाउजूहरूले चाहिँ के गरिरहनु भएको छ यता भाउजूहरूको घर पिपी पिपी त्यो कुकुरको नाम रहेछ है ल भाइ आमा आमा मम्मी त नि लुक लुक खुट्टा कामेरो कम्ती वर्ष यहाँ पसिना आएको मम्मीले र त भने त कसरी पछि गाउँ फर्केर बस्छु भनेर आँट गर्नु हो तपाईँले हिँड्नै सक्नु छोड्नु भएको छ भने पनि कम्ती वर्ष ब्याङ्ग्रेन 10 वर्ष भयो नि हौ ठ्याक्कै 10 वर्षै भयो 10 वर्ष नि ठ्याक्कै तपाईँले टर्च बोक्नु भएन बोकिन नि यादै पो गरिन्छ मैले त्यस्तो किन घरमा ख्यालै गरिनँ त्यो एकचोटि हेरौँ त भित्र अनि यहाँ एकछिन नहेर्ने ओइ 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 लाइट रहेन रहेछ यहाँ कोठा यस्तो रहेछ अनि भनेपछि अर्को कोठा उनीहरूले भिडियो गर्दैछ र भिडियो गर्दैछ र ए तपाईँ नानीसँग भिडियो गर्नु यहाँभित्र त अब यो मान्छे बस्दैन होइन त्यतिकै यो केही नगरेको सबै ढुसी गनाइरहेछ माथि चाहिँ हामीलाई चाहिँ तयार गर्दैछ के अरे बेटहरू अब यहाँ आउँछ भनेर हिजो नै अब हामी बिहान तान्यौँ अनि यहाँ पहिला किचन हो पहिलाको यहाँ चाहिँ के पहिला किचन थियो नि त यो ग्यास यो अब त्यो 10 वर्ष पुरानो यो अहिले त थोत्रो भइसक्यो नि अघि यसको ग्यास जाने बाहिर यो होइन अहिले युजलेस सबै चाहिँ के अरे भइगयो यहीँ सुत्नुहुन्थ्यो क्या अब यता पल्लोपट्टि मेरो पहिला यो पल्लोपट्टि अलैँची राख्ने गोदाम थियो यतापट्टि होइन मजाले भयो देखेन नि यतापट्टि अलैँची टन्नै राख्ने गोदाम थियो अब यो के राखिरहेको नानीहरूले होइन अब यो त्यसै अब माथि चाहिँ यो लाइट लाइट चाहिँ हिजो गएछ नि त नि त नि अँध्यारोमा आइयो अरू बेलामा आउनुहुन्थ्यो अनि अरू बेलाको होस् अरे अनि के अरे चोराउने बिहोस् भन्छ नि त्यस्तै भयो यो मैले माथि चढ्ने सिँढी त्यहाँबाट अँध्यारोले गर्दाखेरि साह्रो थुप्रैजना आउँछ होला भनेर सबैतिर यतातिर यतातिर बेडहरू चाहिँ मिलाएर राखी छोडेछ नि यहाँ दुईवटा यता दुईवटा उता अझै त्यो भित्र उ गरेनछन् ए मिलाइदिनु भयो बिचराहरूले अब राति आइपुग्छ होला भनेर हजुर अनि उ गरेछ अब 10 वर्ष भइसक्यो मान्छेले छोडेको कि त्यो बिजोग छ नि हौ देखेन केही पनि भोलि आएर फेरि गर्नुहोस् भोलि पछि कहिले आयो रुसी आयो नि अब यहाँ त सबै त्यो उकालो चाहिँ के जा यो माथि यो त माथि ऊ हो खोलमा खोलमा जस्तो के पूजाहरूको त उहरू छ माथि फेरि आएर उठाइहाल्यो अझ नदेख्ने रहेछ कि फेरि देखिँदैन खासै देखिँदैन भोलितिर ल लु भयो अब अहिलेलाई बिट मारौँ यहाँ यस्तै हो आएको दैला चाहिँ बन्द भएको कारणले गर्दा यो चेपबाट मैले यसो भिडियो लिएको यसको यो यसबाट पो भिडियो त राम्रो आउँदैछ उज्यालो 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 पुरानो डेकोरेसन्सहरू हो 7वटा घोडा राखेको रहेछ
यो कोठा भयो एउटा सबै यो माथिल्लो तल चढेर जाने यहाँबाट यस्तो के पनि छ र दुपौरो रहेछ एउटा पुरानो बल छोडेको केही छैन मार्तल बिजोक 8 वर्ष कति पो 8 होइन 8 18 17 8 वर्ष छोडेको पछि घर यहाँ चाहिँ चाबी हराएछन् अब मैले लक गरेको अर्को कोठा त्यो कोठा चाहिँ यहाँबाट हेर्दाखेरि यस्तो छ है त हजुर ओके ल हजुर कसको मैले यो कोठा चाहिँ के रहेछ हेरौँ यो कोठामा खै के थियो स्टोर जस्ता रहेछन् यो रुममा चाहिँ हामी पानीपुरी यति बनाएर खाएको यो रुममा ए यो रुममा चाहिँ अहिले पसेर आएको यहाँहरूमा यो चाहिँ हालको माउलीको खम्बा मूल खम्बा यो उता पनि दाइलाई खोल्दा त भन्नु खोलेर भयो ओहो पुरानो जाँतो रहेछ अनि दिस इज मुख यो के हो जाँतो उतापट्टिको अच्छा किचन चुला भत्केर बिजोक किचन त बढा छ छोडेको 8 वर्षमा यस्तो छ हालत यो के हो यहाँ चाहिँ आगो आउँछ नि त यहाँदेखि धुवा जाने चिम्नी जस्तै गाउँघरको चिम्नी सियाले एक्सप्लेन गर्दैछ ओके यो चाहिँ बत्ती राख्नेहरू त्यो टुक्कीहरू बाल्दा राख्छ नि सामान राख्ने हाम्रो ऊ जस्तो अहिले यो पनि होला यो चाहिँ यहाँ यो पूजा गर्छ नि मूल खम्बामा यहाँ दियोहरू राख्छ मूल खम्बा यो चाहिँ लाइट पनि गएको रहेछ त्यो भएर ओके यहीँ किचनमा आलुको बिजोक रोप्ने होला यो सायद किचन चाहिँ उता होम टुर सक्यो ए किचन अझै उता छ यो चाहिँ किचन हैन मेन ए अर्को फाल्टो किचन प्राय चलाइ बिग हाउस पहिलाको किचन त यहाँ रहेछ नि त किचन त यहाँ रहेछ नि त यो चाहिँ खिड्की खोल्यो भने चाहिँ उज्यालो हुने रहेछ ए यहाँ रहेछ नि त किचन त यो चाहिँ किचन अहिले चलाउनु भएको रहेछ नि चलाउनु भएको उताबाट आफ्नो मान्छेलाई हेर्नु दिनु भएको छ तर चलाउनु भएको रहेछ सो यो चाहिँ हाम्रै यहाँ बस्ने ठाउँ यस्तै बस्थ्यौँ यहाँ ठुलो टेबल थियो एमाम खाने माथि जाने पनि रहेछ यो चाहिँ स्टोर रुम जस्तो टक 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 माथि अहिलेको स्टोर रुमहरू हुन्छ नि त्यस्तै माथि यो चाहिँ घुमाउनु माथि जानुभयो माथि ए किचन पनि अलिअलि रहेछ नि त कित्लीको बिजोक भएर छ ऊ जाँड छान्ने एउटा छ पनि अनि भाँडाहरू के एक दुईवटा चिजहरू त रहेछ कुट्टे ए कुट्टे बिजोक भएर आएर छ यी मसिनो फलामफुलुम पापाको के फलामहरू त्यो रहेछ हिरा सिरा भाँडा ल पापाको किचनको माथिल्लो के राख्ने यसो ल म झरेन हो के हो भन्नु नि अङ्कलले त्यो बाहिर अनि गोबर ग्यास भनेको थियो नि
ल त्यो ग्यास चाहिँ यहाँ आउँछ खै कहाँ यहाँ ए गोबर ग्यास गोबर ग्यासबाट यहाँबाट आएर यहाँ बल्थ्यो बल थियो वा यो मेरो फेभरेट स्पट म आएर सब खाँदै ओके अझै पनि यहाँनिर प्रेसर कुकरहरू त चल्छ होला यो चल्छ राम्रो रहेछ ओके आई थिङ्क होम टुर दामी भयो अब यो भयो किचन उता घरबाट सेपरेट अघि भित्र पनि किचन थियो एउटा अब सकेर अनि यता टोयलेट बाथरुम चाहिँ यसरी फाल्टो थिएछ भनौँ न जमानाको नेपालको उहिलेको टोयलेट बाथरुम यस्तो हुन्थ्यो यो चाहिँ एक्स्ट्रा सायद नहुने बनाएको थियो होला ल ओके होम टुर ओभर लगाइदिउँ Oh my. यहाँ चाहिँ मुमाले यति धेरै फुल राख्नुहुन्थ्यो कि होइन मुमाको फुल हुन्थ्यो यतैपट्टि फुल हुन्थ्यो यस्तै यहाँ एउटा फुल होम टुर ओभर यो चाहिँ फुपाको काप्राको जम एकदम रोप्नुहुन्थ्यो चुनुले ए लिनुहोस् न 5 minutes भइसक्यो